पालना गरी आफ्नो घरभित्र सुरक्षित भएर बसिदिनु हुन विनम्र अनुरोध गर्दछौँ। हामी तपाईहरुको सुरक्षाको लागि आएका हौं। सुरक्षित भएर कर्फ्यूलाई पालना गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यदि कर्फ्यूलाई नमाने बाहिर निस्किने औटेरी गर्ने निर्गमन गरेको पाइएमा नेपाल सरकारको ऐन कानून अनुसार कारबाहीको भागीदार हुन पर्नेछ। धन्यवाद। हाम्रो मान्छेले संविधानले दिएको जिम्मेवारी निर्वाह गर्न कटिबद्ध छ। कर्फ्यूको समयमा तपाईहरु यस स्थानबाट भाग्ने प्रयास गर्नुभयो भने नेपाली सेना तपाईहरुलाई गोली प्रहार गर्न बाध्य हुनेछ। प्रमुख जिल्ला अधिकारीज्यूबाट विशेष गरेर देवानगञ्ज र हरिनगर एरियामा सम्पूर्ण एरियामा निषेधाज्ञा जारी भएको र 5वटा क्षेत्रमा चाहिँ 7 बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यू आदेश जारी भएकोले यहाँहरू सम्पूर्ण आफ्नो घरमा फिर्ता गइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यहाँहरूले कर्फ्यूको उल्लङ्घन गरेको खण्डमा कानुन बमोजिम कारबाही भइजाने बेहोरा समेत त्यहाँलाई जानकारी गराउँछौँ। धन्यवाद। रांगा भैँसी काट्ने गाँगा काट्ने यिनीहरू भैँसी काट्ने गाइस यत्रो ठुल्ठुलो चोक्का जम्मै राँगा भैँसी काटेर जम्मै राँगा काट्ने यहाँ भैँसी काट्ने माछिनेहरूको मन बन्के रहेछ गाइस।
है